पालिन महानगरबाट बिदा लिँदै गर्दा भावुक बने राजु पाण्डे। मेयर साहबको जुन नेतृत्व छ त्यो चाहिँ कहिल्यै बिर्सने छैन। महानगर प्रहरीले सयौं वर्ष पनि यो याद गरेर रहन्छ। त्यो हामीले छातीमा राखेर बसेका छौँ। यति अभाव हुन्छ कि हामीले जहिले पनि कुरा गर्दाखेरि काम गर्दाखेरि कहिले पनि हामीलाई अवरोध भएन। हामीले चाहने सबै चिज हामीलाई चाहिने आवश्यकता चिजहरू होइन, लजिस्टिकका कुराहरू हरेक कुराहरू जाँदा 1 सेकेन्ड पनि रोकिएन। 1.5 वर्ष बाँकी हुँदै मेयर साहब निस्किँदै गर्दाखेरि चाहिँ तपाईँहरूले मिस त गर्नुहुन्छ होला? पक्कै नै। हेर्नुहोस्, त्यो हामीलाई त्यो दिन बहुत नराम्रो क्षण लाग्नेछ महानगर प्रहरीको लागि, एकदमै नराम्रो क्षण लाग्नेछ। त्यस कारणले गर्दाखेरि सधैँ एउटै संस्थामा रहिरहने अवस्था त नहोला, तैपनि ठुलो मिस गर्छ महानगर प्रहरीले, ठुलो मिस गर्छ हाम्रो एउटा अभिभावकको रूपमा र संरक्षकको रूपमा। जसरी चाहिँ मेयर साहब हुनुहुन्छ त्यो महानगर प्रहरीको लागि ठुलो एउटा खड्कारो खड्किएको र एकदम चाहिँ हामीले मिस गर्ने चाहिँ कुरा रहन्छ। 2079 सालभन्दा अगाडि के महानगर प्रहरी थियो त? कस्तो अवस्थामा थियो? त्यो जनताले हामी जाँदाखेरि चाहिँ अनुभूति गर्यो, कहाँ हुनुहुन्थ्यो तपाईँ पनि हुनुहुन्थ्यो र भन्ने कुराहरू हुन्छ। महानगर प्रहरी थियो र भन्ने कुरा हुन्छ। त्यस कारण त्यति राम्रोसँग मोबिलाइज नभएको, त्यति राम्रो नभएको, व्यवस्थित नभएको, किन त्यो नेतृत्वले जिम्मा लिने हो। त्यो नेतृत्व नभएको, नेतृत्व राम्रोसँग नगरेको कुरा त छताछुलो छ नि त। यही झन्डै 500 को बिलो, झन्डै 500 को बिलो चाहिँ रहेको नगर प्रहरीले महानगर 32 वटा कसरी काम गरिरहेको छ। साना साना कुराहरू पनि हामीलाई अनुरोध गर्नुहुन्छ। तपाईँलाई एउटा कुरा भन्छु मैले, आजभन्दा 1.5 महिना अगाडि एकजना रोल्पा निवासी एउटा विद्यार्थी रुँदै मेरो कार्यालयमा छिर्नुभयो। म कार्यालयमै थिएँ। किन रुनु भएको भन्दाखेरि बोल्नै भएन। उहाँलाई एकछिन पानी खुवाएर सोधेँ। उहाँ चाहिँ विदेश जानको लागि, अस्ट्रेलिया जानको लागि चाहिँ एप्लाई गर्नुभएको छ यो पुतली सडकको कन्सल्टेन्सीमा। विभिन्न डकुमेन्ट बनाउन लागियो तर उहाँको भिजा भएन। डकुमेन्टको नाममा विभिन्न पैसा लियो र उहाँ रुँदै आएर म ठगी भएँ भन्नु। र मैले त्यहीँबाट चाहिँ त्यो कन्सल्टेन्सीको फोन नम्बर लिएर हाम्रो प्रहरीलाई फोन गर्न लगाएँ र उहाँले बढी लिएको पैसा 65,000 तुरन्तै त्यही ठाउँको क्युआरबाट फिर्ता गर्नुभयो। बस यो लेभलको विश्वास चाहिँ नेपाली जनतामा छ। उहाँ रोल्पा निवासी हुनुहुन्छ। त्यसैले महानगर प्रहरीले काहीँ सुनवाई भने यहाँ हुन्छ कि भन्ने हिसाबको विश्वास जुन छ त्यो हामीले कमाएको आर्जन हो। त्यो गुडुल्यो, यसलाई मर्न दिनुहुन्न। हामी रहन्छौँ, रहँदैनौँ, हामी जान्छौँ, छोडेर जान्छौँ, तर यो महानगर प्रहरी पनि सधैँ रहन्छ। यो महानगर प्रहरी साखलाई सधैँ हामीले जोगाउनुपर्छ, जनताको विश्वास जितेर काम गर्नुपर्छ भन्ने कुरामा चाहिँ निर्देशन। थप केही सुझाव उहाँलाई शुभकामना त हुन्छ होला होइन? पक्कै पनि राजनीतिक हिसाबले चाहिँ अगाडि बढ्ने राजनीतिक नेतृत्वलाई, राजनीति गर्ने व्यक्तित्वहरूलाई चाहिँ शुभकामना व्यक्त गर्न चाहन्छु। यो महानगरमा आइसकेपछि म एउटा स्वयं महानगरवासी भएको कारणले गर्दाखेरि हामीलाई खुसी लाग्छ, गर्व लाग्छ। अझ उहाँको देशकै खाँचो भएको आम नेपाली जनताले